तपाईहरुलाई के लाग्छ? इज इन्भाइरोमेन्ट रियली म्याटर्स फर द गुड फोकस? हो, यही कुरा मैले धेरैजनाको मुखबाट सुनेको थिएँ। कहिलेकाहीँ इन्भाइरोमेन्ट चेन्ज गरेर पढ्दा फोकस राम्रो हुन्छ अनि म सोच्थेँ वाट? यस्तो नि हुन्छ र? अनि म यही कुरा पत्ता लगाउन यो स्याटरडे गएँ केशर लाइब्रेरी एन्ड गेस वाट गाइज, इट्स रियल एन्ड इफेक्टिभ। So hi everyone, I'm Prakriti and this is Gap Year Diaries Study Edition. अनि फाइनली हिजो म लाइब्रेरी गएको थिएँ अनि सुरुमा त कस्तो अक्वर्ड फिल भइरहेको थियो। अभियसली इट्स माई फर्स्ट टाइम नि त। मलाई बेला बेला कस्तो भाइब आइरहेको थियो भने वाह म पनि कस्तो सिरियस स्टुडेन्ट देखिरहेको छु होला है। बट स्याडली गाइज त्यहाँको सबैजनाको फोकस आफ्नो पढाइमा बाहेक अन्त थिएन। पिन ड्रप साइलेन्ट अनि चारैतिर पढ्ने मान्छे मात्रै। आफै लाज लागेर मलाई रिल्स पनि स्क्रोल गर्न मन लागेन। अनि गेस वाट गाइज, मैले 4 बजे आफ्नो फोन चेक गर्दा माई स्क्रिन टाइम इज ओन्ली 2 आवर्स एन्ड एट द्याट पोइन्ट आई एम सक्ड। अनि सेम टाइम मैले एउटा कुरा के पनि रियलाइज गरेँ भन्दा समटाइम प्रब्लम मोटिभेसन मात्र हुँदैन, प्रब्लम इन्भाइरोमेन्ट पनि हुन्छ। ग्याप इयरमा भएर पढ्न नसक्नु फेल भएको साइन होइन रहेछ के, जस्ट रङ प्लेस हो। सो आजको लेसन आफ्नो फोकस खोज्न कहिलेकाहीँ आफू बस्ने ठाउँ नै चेन्ज गर्नु पर्दो रहेछ। ट्राइङ, लर्निङ, एक्सप्लोरिङ एन्ड एडजस्टिङ ग्याप इयर लाइफ बट स्टिल सिरियस। थ्याङ्क्स फर द वाचिङ।